तनी घरबाट कसरी मह निकाल्ने यो भिडियो तपाईहरुको लागि बिहानको चिसो मौसममा उठेर फ्रेस भई दृश्य अवलोकन गर्दा आजको मौसममा मह निकाल्ने विचार पलाए किनकि मौरीका लागि उपयुक्त फूलहरू प्रशस्त मात्रामा फुलिसकेका थिए। त्यसैले मह मदानी निकालेर सफा गरी सुक्नका निमित्त छोडेर म माथि गृहमा गए। दिनमा सूर्यदेवको ताप अलि बढेपछि आवश्यक सामग्री लिई तल घार भएको स्थानमा पुगे। सबैभन्दा पहिले त बिबेल लगाएर सुपरमा भएको मह निकाल्नका निमित्त धुवा दिएर ह्यापटुलको सहायताले पहिलो फ्रेम निकाल्दा सानो चक्का लगाएको हुनाले छेउमा राखी अरु फ्रेम निकाल्न थाले। तर च्यालेन्जिङ मलाई यो थियो कि फ्रेमहरुमा चाका एक आपसमा खप्टेर लगाएको हुनाले निकाल्दा भाँचिएको थियो। सकेसम्म जोगाएर फ्रेमहरुलाई निकालेर घारदेखि अलि टाढा लगेर सिल गरेको मह ढक्कनी र बढी भएको भागलाई चक्कुको सहायताले हटाउने। त्यसपश्चात फ्रेमहरुलाई मह मदानीमा राखी घुमाउने। चाकाको कोषबाट मह झरेपछि निकालेर खाली चाकालाई पुनः घार भएकै स्थानमा क्रमबद्ध तरिकाले मिलाएर राखिदिने र मह कक्षलाई निकालेर छाउरा कक्षबाट निरीक्षण गर्दै मह भएको फ्रेमलाई मात्र निकालेर अघिकै तरिकाले मह झार्ने र घारमा लगेर राखिदिने र सुपरलाई बिस्तारै मौरी नखिचिने गरी छाउरा कक्षमाथि राखिदिने। मह मदानीमा संकलन भएको महलाई जालीको सहायताले छान्ने। बाँकी निकालिएको चाकालाई पनि जालीकै प्रयोग गरेर मह र मैन छुटाउने। मह मदानीबाट र चाकाबाट निकालेको महलाई छुट्टा छुट्टै टिफिनमा राखी हामी खुसी हुँदै माथि गृहमा फर्क्यौं।